So guys, hello. म चाहिँ आज बाख्रा लिएर जङ्गल जाँदैछु। बाख्रा हेर्न सक्नुहुन्छ है। यहाँ चाहिँ धेरै बाख्रा हान्ने ठाउँ हो क्या। बाख्राहरू गाडीले हानिदिने ठाउँ हो यो। यहाँ चाहिँ लास्ट घुम्दैछ है। हेर्नुहुन्छ लास्ट घुम्दै नै त माथि अड्याउ यताबाट आएको क्या गाडीहरू आइरहेछ भने जङ्गल पुराउन आँटिसके। अब जङ्गल भन्दा नि यही बारीतिर घाँस धेरै भएतिर त अनि यो चाहिँ ठुलो वर्ष होइन। यो चाहिँ निकै ठुलो नै भनौँ न। ठुलै छ नि त। अनि जाँदैछु म चाहिँ बाख्रा लिएर। बाख्रा चाहिँ यहाँबाट लग्दैछु। आज के त अनि बाख्रा चरायो। इक्जाम दिएर अहिले बसेछु क्या। ठ्याक्क रिजल्ट चाहिँ 28 गते आउँछ। फाइनल इक्जामको क्या क्लास 9 को इक्जाम दिएर बसेको म चाहिँ। बाख्रा चाहिँ लिएर जान्छु। चढाउने थियो बाख्रा चढ्ने ठाउँ चाहिँ आइपुग्न आँट्यो। यता नै रोड रहेछ अहिले चाहिँ। उहिले चाहिँ रोड थिएन, अहिले चाहिँ त्यता नै रोड लगेको रहेछ। यसरी हिँड्नुपर्छ। ल बाख्रा चाहिँ पुगिसके। चोर बाख्राहरू माका चोरका बाख्रा मजाले यताको ठाउँ चाहिँ राम्रो रहेछ। अहिले त राम्रै रहेछ नि त। अहिले त अलिक यहाँ झोडी थियो नि त। बाख्राहरू चढाउन नि लास्ट डर लाग्ने क्या। लास्ट डर लाग्ने क्या झोडी। निकै झोडी थियो। अझै फाटेर अलिक राम्रो बनाएको छ यता। ल